यो आज फेरि हामी अस्पतालको कोर काट्दैछौँ आज र भोलि विश्वकर्मा पूजा छ। त्यही भएर यहाँ साथीहरूले गीत पनि बजाउनु हुँदैछ र यहाँ एउटा अर्को काटे त्यो कोर अलि बिचबाटै टुटिहाल्यो। त्यही भएर अब हामी अर्को फेरि यसकै 5-6 मिटरमा फेरि हामी अर्को कोर काट्दैछौँ। सरले भन्नुभयो एउटा अर्को काट्नु त्यसकै छेउमा 5-6 मिटरको डिफ्रेन्टमा काट्नु अर्को भनेर भन्नुभयो सरले। र जब सरले भनिसकेपछि हामी अर्को नकाट्ने कुरा त आएन। त्यही भएर हामी 5-6 मिटरको डिस्टेन्समा फेरि अर्को काट्दैछौँ र हाम्रो यो धेरै पुरानो मेसिन हो। त्यही भएर अलि यो मेसिन लिएर टाइम लाग्छ, को काट्न टाइम लाग्छ। अलि धेरै पुरानो मेसिन हो, त्यही भएर टाइम लाग्छ। र यसरी काटिसकेपछि फेरि उल्टो घुमाउनु पर्ने हुन्छ र त फाइनली गाइज हामी एउटा काटिसक्यो कोर र अहिले देखाउने छु तपाईँहरूलाई हामी निकालेर। र हेर्नु तपाईँहरू काटिसकेपछि यसरी नै कोर काटेर निकालेर अनि नाप्नु पर्ने हुन्छ। थिकनेस कति आयो भनेर नाप्नु पर्ने हुन्छ। र अहिले हाम्रो सर नाप्नु हुँदैछ थिकनेस कति आयो भनेर। हाम्रो माग अनुसारले त्यहाँ तोकेको हुन्छ यति हुनुपर्ने भनेर। र डिबिएमको पहिला हामी अस्ति नै काटिसकेको थियौँ र अहिले अस्पतालको हामी काट्दैछौँ। दुइटै मिलाएर अस्पताल र डिबिएमको दुइटै मिलाएर यसले काट्दैछौँ हामी। र हाम्रो अफिसबाट तोकेको हुन्छ। र यो काटिसकेपछि यो दुलोलाई फेरि गिटी बालुवा र सिमेन्टको मिसाएर अनि यसलाई टाल्नुपर्ने हुन्छ, पुर्नुपर्ने हुन्छ। यसलाई यतिकै छोड्नु हुँदैन। अब एक ठाउँ काटिसकेपछि अर्को ठाउँमा यसरी धकेल्दै लानुपर्ने हुन्छ। अब एकजनाले धकेल्न सक्नु भएन, अर्को सरले फेरि 6 मिटरको दूरीमा काट्नुपर्ने हुन्छ कोर। 6 मिटरको दूरीमा काट्नुपर्ने हुन्छ। फेरि हामी दुईवटा काटिसक्यो। फेरि अब अर्को तेस्रोमा सेन्टरमा काट्ने कुरा भइरहेछ। अब सेन्टरमा लाँदैछौँ हामी धकेलेर सेन्टर। फेरि हामी अब तेस्रो काटिसक्यो। काटिसकेपछि यसरी फेरि घुमाउनु पर्ने हुन्छ र यसरी घुमाइसकेपछि यहाँबाट फेरि सबै नटहरू खोल्नुपर्छ र यहाँबाट फेरि यो तेस्रो काटेको छ हामी। र तेस्रो काटेर हामी चौथोतिर लाग्यो अब। अनि तेस्रोको यो दुलोलाई हामीले फेरि पुरेर अनि राम्रोसँग पुरेर यसलाई अनि त्यसपछि हामी चौथोतिर लाग्छौँ फेरि। र साथीहरू यो भिडियो अब यही अन्त हुनेछ। यसलाई कम्प्याक्सन गर्छौँ हामी पुरै राम्रो तरिकाले। अनि कोर काट्ने तरिका र सिस्टम यही हो साथीहरू। र भिडियो हेरिदिनु भएकोमा सबैलाई धन्यवाद। र हाम्रो भिडियो अन्त हुनेछ यही।